नमस्कार सम्पूर्ण फेसबुक मित्रहरूलाई नमस्कार, गुड मर्निङ भन्न चाहन्छु। हाम्रो नेपालगञ्जमा अटो रिक्सा, इलेक्ट्रोनिक रिक्सा चलाउँदा लाइसेन्स अथवा नागरिकता अनिवार्य चाहिने भएको छ। यो थोरै सानो उमेरको व्यक्तिले चलाउँदा अथवा बुढो व्यक्तिले चलाउँदा एक्सिडेन्ट हुने भएको कारणले नागरिकता अथवा लाइसेन्स बनाउन अनिवार्य छ। लाइसेन्स बिना नचलाउनु होला र अटो चलाउँदा रक्सी खाने काम पनि बन्द गरेको भए ठिक हुन्थ्यो। रक्सीको लागि पनि चेक गरेको भए हुन्थ्यो। मापसे चेक गर्ने अनि चाहिँ मापसे गरेको मान्छेलाई चाहिँ कारबाही गर्नु पर्यो। एक्सिडेन्ट एकदम कम हुन जान्छ। त्यसैले हाम्रो अङ्गुर जीसी सरलाई धेरै धेरै धन्यवाद। उहाँले नियम लगाउनु भएको छ र आफ्नै ज्यान पनि तलमाथि हुन सक्छ। त्यसैले स्वयं अटो रिक्सा चालकलाई अनि सवारी प्यासेन्जरलाई पनि सुविधा हुन्छ। त्यसैले सबैजना सतर्क रहनुहोला र नियम पालना गर्नुहोला भन्न चाहन्छु। हवस्, धन्यवाद, नमस्कार।